ब्रेकपछि तपाईलाई स्वागत छ। तपाई कार्यक्रम मेरो मध्यपश्चिममा हुनुहुन्छ। कार्यक्रम मध्यपश्चिममा अब प्रसंग बाँके लगायत मध्यपश्चिमको ट्राफिक प्रहरीको। बाँकेमा ट्राफिक प्रहरीका विविध समस्याहरू रहेका छन्। एकजना ट्राफिक प्रहरीले 250 भन्दा बढी सवारी साधन हेर्नुपर्ने अवस्था रहेको छ। यसका कारण मध्यपश्चिममा बिस्तारै दुर्घटनाको संख्या पनि बढ्दै गएको छ। यसै सम्बन्धी तयार पारिएको यो एक रिपोर्ट। मध्य पश्चिमाञ्चलमा सवारी साधन चापको तुलनामा ट्राफिक जनशक्ति अत्यन्त कम भएको पाइएको छ। प्राप्त तथ्याङ्क अनुसार एकजना ट्राफिकले झण्डै 250 वटा सवारी साधन हेर्नुपर्ने अवस्था छ, जसका कारण अपेक्षित ढंगले ट्राफिक निगरानी हुन सकेको छैन। ट्राफिक निगरानीमा एकातर्फ जनशक्तिको अभाव रहेको छ भने अर्कोतर्फ विद्यमान ट्राफिक जनशक्ति ट्राफिक नियन्त्रण भन्दा पनि अवैध असुलीतिर बढी लागेको देख्न सकिन्छ, जसका कारण सवारी चालकहरूको थप मनोमानी हुने गरेको पाइएको छ। मध्य पश्चिमाञ्चल क्षेत्रीय ट्राफिक प्रहरी कार्यालय कोहलपुरका अनुसार साउनमा 27 र भदौमा 19 वटा सवारी दुर्घटना भएका छन्। दुर्घटनामा 117 जना घाइते भएको तथ्याङ्क छ। कर्णाली राजमार्ग अन्तर्गत कालीकोट पाखा 1 बिर्ता मोडमा भदौ 25 गते राति यात्रुवाहक बस दुर्घटना हुँदा 28 जनाको मृत्यु भएको थियो। साउन महिनामा भएका 27 दुर्घटनामा परि 7 जनाको मृत्यु भएको र 69 जना घाइते भएका थिए। यसैगरी भदौ महिनामा भएका 19 वटा दुर्घटनामा 34 जनाको मृत्यु भएको छ र 38 जना घाइते भएका छन्। 2 महिनामा बाँकेमा 6, दाङमा 8, सुर्खेतमा 6, बर्दियामा 8, सल्यानमा 2, प्युठानमा 1, रोल्पामा 1, दैलेखमा 6, जुम्लामा 5, रुकुममा 1 दुर्घटना भएका छन्। कर्णाली राजमार्ग सवारी साधन सञ्चालन योग्य नरहेको ट्राफिक प्रहरीको दाबी छ। यसैगरी ट्राफिक व्यवस्थापनका लागि जनशक्तिको समेत अभाव छ। मध्य पश्चिममा सवारी साधनको संख्या झण्डै 50,000 रहे पनि 191 मात्र ट्राफिक दरबन्दी रहेको छ। त्यसमध्ये 5 जना मात्रै महिला ट्राफिक रहेका छन्। यो क्षेत्रफलको हिसाबले एकदमै कम हो। मध्य पश्चिमको जाजरकोट, मुगु, हुम्ला र डोल्पामा ट्राफिक प्रहरी कार्यरत छैनन्। सबैभन्दा धेरै सवारी दुर्घटना हुने कर्णाली अञ्चलमा दरबन्दी निकै कम छ। त्यसमा पनि दरबन्दी अनुसारको ट्राफिक प्रहरीको संख्या छैन। कर्णालीमा 18 जना दरबन्दी रहे पनि बहालवाला 8 मात्रै ट्राफिक प्रहरी छन्। त्यस्तै सवारी साधनलाई नियमन गर्नका लागि भेरी अञ्चलमा 106 दरबन्दी रहे पनि 95 जना र राप्तीमा 67 जनाको दरबन्दी रहे पनि 59 जना ट्राफिक प्रहरी मात्रै कार्यरत रहेका छन्। भएका ट्राफिक प्रहरी मध्ये पनि कतिपय तालिम, विदा तथा सरुवा प्रक्रियाले यताउता भइरहन्छन्। भेरी अञ्चल तथा राप्ती अञ्चल यातायात व्यवस्था कार्यालयका अनुसार हाल भेरी कर्णाली अञ्चलमा 50,000 र राप्तीमा 5,200 सवारी साधन सञ्चालनमा छन्। विगत केही वर्ष यता मध्य पश्चिमका लागि दरबन्दी नै रोक्का भएको बताए। पूर्ण रूपमा ट्राफिक नियम लागू गर्न वा पालन गरे 95% सडक दुर्घटना कम हुने देखिन्छ। भेरी अञ्चल यातायात व्यवस्था कार्यालय नेपालगञ्जका अनुसार भेरी र कर्णालीमा गरी बस र ट्रक 1,700 सञ्चालनका लागि दर्तामा रहेका छन्। जीप, कार 2000, ट्र्याक्टर 4,800, मोटरसाइकल 40,000 दर्ता भएको यातायात व्यवस्था कार्यालयले जनाएको छ। सवारी दर्ताको क्रम गुणात्मक रूपमा बढेको यातायात व्यवस्था कार्यालयका प्रमुख प्रकाश तिमिल सेनाले बताउनुभयो। यस क्षेत्रमा जम्मा 191 जना मात्र क्षेत्रभरिमा जम्मा जनशक्ति ट्राफिकको 191 छ। यो 2055 सालमा स्थापना भयो ट्राफिक क्षेत्रीय प्रहरी कार्यालय। त्यसपछिको जनशक्ति हो। अब अहिले आएर सवारीको चाप, जनशक्तिको बढ्दो शहरीकरण भइरहेछ, यसको हिसाबमा एकदमै न्यून छ। हामीले पनि आफूभन्दा मजकुर कार्यालयहरूमा माग गरिरहेका छौँ, लेखापढी गरिरहेका छौँ। जनशक्तिको निकै कमी छ। जनशक्तिको आवश्यकता भएमा यसले धेरै राम्रो काम गर्न मद्दत पुग्छ। दरबन्दी एकदमै न्यून छ त्यो तुलनामा क्षेत्रभरिमा र दरबन्दी अनुसारको पनि कोही तालिममा जान्छ, कोही विधामा जान्छ, कोही खाली हुन्छ। यसले गर्दा केही दरबन्दीमा पनि कमी छ। पछिल्लो 2 महिनामा यस क्षेत्रमा 46 बढी सडक दुर्घटना भएका छन्। 46 दुर्घटनामा परि 41 जनाको ज्यान गएको छ। त्यसमध्ये अधिकांश घटना ट्राफिक नियम विपरीत सवारी चलाएका कारण भएको सम्बद्धहरूको भनाइ छ।
दुर्घटनाको क्रम बढ्दै जाँदा पनि सरकारवाला निकायको भने चासो बढेको छैन। यसरी उचित संख्यामा ट्राफिक प्रहरी नखटाउनाले दिनानुदिन दुर्घटनाको संख्या बढ्दैछ। यदि पर्याप्त मात्रामा ट्राफिक प्रहरी खटाउने हो र ट्राफिक नियमको उचित व्यवस्थापन गराउने हो भने दुर्घटनाहरू 95% कम हुने थिए। यसरी मध्यपश्चिममा ट्राफिकको संख्या बढाउनको लागि सम्बन्धित निकाय र सरकारले ध्यान दिनु जरुरी छ। कार्यक्रममा पुनः समय भएको छ ब्रेकको।